धोकेबाज शेरू। शेरू तिमी धोकेबाज निस्क्यौ। यो खसीको नाम शेरू हो। सुनेर अचम्म लाग्छ होइन? मान्छेहरूले कुकुर बिरालोको नाम राखिया हुन्छ, मैले त खसीकै नाम राखिया छु। हाम्रो लागि यो एउटा खसी मात्र होइन, एउटा फ्यामिली मेम्बर नै हो। जसरी मान्छेहरूले कुकुर पालेर सँगै राख्छ घरमा, इमोसनल अट्याचमेन्ट हुन्छ अनि कहिले नि बेच्दैन, एउटा फ्यामिली मेम्बर जस्तो हुन्छ। त्यसै गरी यो पनि हाम्रो एउटा फ्यामिली मेम्बर जस्तै हो, एक किसिमको एउटा कुकुर पाले जस्तै हो। तर हुन चाहिँ यो खसी हो है, कुकुर होइन नि। फेरि पनि तपाईँहरूलाई सुनेर अचम्म लाग्छ होला। मान्छेहरूले कुकुर पाल्छ, मैले त खसी नै पालेको छु, जुन खसीलाई हामीले न कहिले बेच्छौँ न कहिले काट्छौँ। तर मान्छेहरूले त बेच्न काट्न पो खसी पाल्छन् होइन र? तपाईँहरूले पनि सायद धेरै कम सुन्नु भएको होला या सुन्नु नै भएको छैन होला। कसैले खसी पालेर न कहिले काट्ने न कहिले बेच्ने भन्ने मैले पनि अहिलेसम्म कतै सुनेको थिएन। एक किसिमले आफ्नो लागि हिस्ट्रीमा नयाँ कुरा गरे जस्तै थियो। अब कुरा गरौँ यो खसी किन स्पेसल भयो भनेर। शेरूको जन्म 2081 साल माघ 1 गते ठ्याक्कै माघे सङ्क्रान्तिको दिन भएको थियो। यो चाहिँ शेरूको आमा हो। शेरूसँग दुईटा ट्विन्स दिदीहरू नि जन्मेका थिए। यहाँनिर कुरा चाहिँ के भयो भन्दाखेरि यो 3 जनाको जन्म रातिको टाइममा भएको थियो। 2 जना दिदी सुरुमै अनि लास्टमा शेरू जन्मेको थियो। खसीहरू बस्ने घरमा राति लाइट थिएन, सो लास्टमा शेरू जन्मेको हुनाले उसको आमाले देखिन होला, अर्कैको बच्चा जस्तो लाग्यो होला। हामीलाई यो कुरा चाहिँ थाहा नै थिएन। हामीले शेरूलाई नि सँगै राखेको थियौँ, सँगै हुर्किन्छ, आमाले पाल्छ भनेर छोडेका थियौँ। 2 दिन बित्यो, तर पछि हेर्दा त शेरूको आमाले दुध नि नखुवाउने, नजिक जाँदा आफ्नै छोरालाई नचिनेर हान्ने। जाडोको महिना थियो, भर्खर जन्मेको बच्चा भोकै थियो। 2 दिनसम्म एक थोपा दुध थिएन उसको पेटमा। जाडोले कामिरहेथ्यो, झन्डै झन्डै मर्न लागेको जस्तो भइसकेको थियो, एक्लै टुगुरो जस्तो भएर। धन्न मेरो मम्मीले टाइममा शेरूलाई रेस्क्यु गरेर आगोको छेउमा लगेर मान्छेको बच्चा जस्तै शेरूलाई आगो सेकेर न्यानो बनाउनु भयो। त्यसपछि घर लानु भयो। खसीहरू बस्ने ठाउँ हाम्रो घरबाट 1 किलोमिटरको डिस्टेन्समा छ। एभ्री डे हरेक दिन ड्याडी र मम्मीले शेरूलाई बिहान मोटरसाइकलमा बोकेर ल्याउनुहुन्थ्यो अनि बेलुका घर जाँदा फेरि सँगै काखमा बसाएर घर लग्नुहुन्थ्यो। ड्याडी जहाँ जुन रुममा सुत्नुहुन्छ त्यही रुममा बेडको छेउमा शेरूलाई सुताउनुहुन्थ्यो। राति बेला बेला उठेर पनि शेरूलाई हेर्नुहुन्थ्यो। शेरू करिब 1.5देखि 2 महिनासम्म घरमै ड्याडीसँग छेउमै सुत्यो अनि हामीले दिनको 4-5 चोटि बाहिरबाट दुध किनेर मान्छेको बच्चा जस्तै खुवाउने गर्थ्यौँ। शेरूलाई हरेक चोटि भोक लाग्दा कुरेर बस्थ्यौँ, कसैले दुध लिएर आउँछ कि भनेर कराउँदै बस्थ्यौँ। हामीले मान्छेको बच्चा जस्तै केयर गरेको हुनाले शेरूलाई कहिले नि नबेच्ने नकाट्ने डिसिजन लियौँ। यसलाई जिन्दगीभरि फ्यामिली मेम्बर जस्तै सँगै राख्ने सल्लाह गऱ्यौँ। मान्छेहरूसँग धेरै बसेर होला शेरूको बानी बेहोरा नि मान्छे जस्तै भएको थियो। मान्छेहरूसँग बस्न एकदम मन पराउने खालको। जस्तै अरू खसी बाख्राहरू त मान्छे छेउमा जाँदा भाग्ने गर्छ, डराउँछ, लट्ठी देखायो भने डराउँछ भाग्छ। तर शेरू कहिले नि मान्छेहरूसँग डराएन। जहाँ लगे नि माया मान्छे छेउमा आए पनि जे देखाए नि कुटे पनि केही नि डर थिएन उसलाई। कहिलेकाहीँ म डोरी बाँधेर बाहिर पनि लान्थेँ चराउनलाई अनि घरिघरि बोलिराख्थेँ घरमा, म विदेश गइहाले पनि यसलाई कहिले नबेच्नु, राखिराख्नु ल। बाहिरको जो मान्छे आए नि शेरूको स्टोरी सुनाउने गर्थेँ सबलाई अचम्म लाग्थ्यो सुनेर। अरू मान्छेहरूले पनि खसी पालेको हुन्छ तर काट्नलाई, बेच्नलाई, राख्नलाई पालेको हुँदैन भनेर। एक दिन चाहिँ शेरू अलिक ठुलो भएपछि म शेरूको स्टोरी भिडियो बनाएर सोसल मिडियाहरूमा सेयर गर्ने भनेर सोचेको थिएँ, एउटा बायोपिक जस्तै। एक दिन कारमा घुमाउन लान्छु भन्थे सबलाई, तर भन्छ नि तपाईँले के सोच्नुहुन्छ, भाग्यमा अर्कै कुरा लेखेको हुन्छ। एक दिन अचानक बेलुका शेरूलाई डायरिया भयो। बिहान डाक्टर बोलायौँ, डाक्टरले इन्जेक्सन हान्नुभयो, ठिक हुन्छ जस्तो लाग्यो। त्यसपछि शेरू धोकेबाज निस्कियो, किनभने इन्जेक्सन हानेको 1-1.5 घन्टापछि शेरूलाई एकदम गाह्रो हुन थाल्यो। एकदम सास फेर्न नि अप्ठ्यारो भए जस्तो अनौठो आवाज निकाल्न थाल्यो।
एकदम जिउनै थाकेको जस्तो। लास्टमा हामी सबैलाई छोडेर एक्लै यो दुनियाँबाट शेरु धेरै धेरै टाढा गयो सधैँको लागि। कस्तो सोचेको थिएँ, पाल्छु, सँगै राख्छु, मान्छेहरूलाई देखाउँछु, घुमाउन लान्छु, धेरै सोच्थ्यो मनमा। मान्छेहरू नि छक्क परोस् भनेर। तर भन्छन् नि, तपाईँले एउटा सोच्नु भएको हुन्छ, एउटा बाटो देख्नु भएको हुन्छ, बट डेस्टिनीलाई अर्कै मन्जुर हुन्छ। डेस्टिनीले अर्कैतिर लग्छन्। जे सोच्नुहुन्छ त्यो सोच कहिले नै पुरा हुँदैन। सोचे जस्तो मान्छेको जिन्दगीमा पुरा हुने भएको भए त दुःख पीडा भन्ने शब्द नै हुँदैन थियो होला, होइन र? जे सपनाहरू थियो, जे सोचहरू थियो, त्यो चिजहरू सबै शेरुले सँगै बोकेर गयो। शेरु त गयो एक्लै, तर उसले हामी सबलाई रुवाएर गयो। लाइफमा फर्स्टचोटि कुनै जनावरसँग एट्याचमेन्ट भएको थियो। फर्स्टचोटि जनावरहरूसँग घुममिल गर्थे। फर्स्टचोटि जनावरहरू मन पर्न थालेको थियो। तर फर्स्टचोटिमै फेल भए यो कुरामा। सायद अब कहिले पनि कुनै जनावरसँग त्यति धेरै अट्याचमेन्ट हुँदैन होला। जनावर होस् या मान्छे, जो कोही नै आफ्नो नजिक भएको छोडेर जाँदा एकदम नै पीडा हुने रहेछ। Our IFC will miss you a lot.